Hello everyone, welcome to my mini vlog. अनि अहिले चाहिँ इभिनिङ टाइम भयो अनि दिदीहरूले बाहिर हिँड्न जाउँ भनेर ल्याउनु भएको छ। इभिनिङ वकमा निक्लेछौँ हामी चाहिँ हिँड्दैछौँ। जङ्गल जाने प्लान भइरहेछ, पछि के हुन्छ म तपाईँलाई देखाउँछु है त। वाउ, बेलुका म सुतिरहेको थिएँ अनि मेरो हेर्नुहुन्छ माथि गइसक्नु भयो, माथि जङ्गलमा हिँड्दै हुनुहुन्छ अनि म चाहिँ यहाँ बसिरहेको थिएँ क्या। मेरो हालत माथिसम्म ठिकै छ, मुनि चाहिँ हेर्नु यस्तो यो चाहिँ यो चाहिँ मैले दोबारेर लगाइदिएको क्या, किनकि मेरो एकदम खुल्ला छ। अनि म त सुतिरहेको थिएँ अनि म कपडा लाउँछु भनेको लाउनु पर्दैन, त्यहाँ जङ्गलमा कसैले पनि देख्नुहुन्न भनेर अनि म चाहिँ यहाँ जङ्गलमा आएको। अनि हामी यसो पर छ नि उयो बाटो हुँदै आएको अनि यताबाट जङ्गल हुँदै हुँदै आएको अनि ठ्याक्कै नेपालको जङ्गल जस्तै मलाई फिल भइरहेछ क्या। हेर्नु न यहाँ कस्तो उकालोमै म टेक्दै हिँड्दैछु अनि म चाहिँ हिँडिरहेको छु। म सुतिरहेको थिएँ, यस्तो हालतमा उठाएर ल्याउनु भयो क्या मलाई, यो हालतमा। यहाँ चाहिँ जङ्गलमा हिँड्न मजा आइरहेछ। यसै हिँड्न जाउँ भनेर मलाई ल्याउनु भएको। अनि हेर्नु यहाँनिर काठहरू पनि छ, काठहरू यो काठमा त टक्कैले यो काठलाई राखेर अनि यो मसिनो सबै भेला पारेर अनि ल यहाँ त के हो गाइस, यो थाहा छ नि तपाईँलाई, यो के भन्छ, यो सल्लाह रहेछ क्या, सल्लाह। अनि यो सबहरू कलेक्सन गरेर अनि अन्तिममा हामीले चट्ट यहीँनिर आगो बालेर सेवा खाँदा बवाल हुन्छ नि होइन, सेवा खाँदा। ओइ जङ्गल, ओ माइ गॉड, सर्प चाहिँ हुन्न अरे, डेनमार्कमा सर्प हुन्न अरे। तर हेर्नु त काठै काठ क्या, यो काठहरू कलेक्सन गरेर त बवाल हुन्छ नि त होइन। जङ्गलै जङ्गल होइन, एउटा भूत आयो नि के गर्ने। दिदीहरू चाहिँ पर हिँड्दै हुन्छ। ओइ ओ माई गॉड, जस्तो रमाइलो भयो यो पनि। डेनमार्कको जङ्गल पनि घुम्नु पायो हामीले, दिदीहरू देखाएको हुनुहुन्छ। अनि यो के हो, यो के हो, प्लम प्लम, यो खानु मात्दैन यसले। मैले भेट्छु यहाँनिर गाई चाहिँ प्लम भयो अरे, हेर्नु त प्लम भयो अरे। अनि यसलाई चाहिँ सट्ट खानुपर्ने हुन्छ। मैले सिपी पनि सकेँ, हेर्नु त वाओ गॉड, Oh my god! Wow! दामी गाई, दाना हुन्छ तर फलेन बाटोमा, जङ्गलमा त फलेन, जङ्गलमा फलेको थिएन नि। ए वाओ, धेरै खानु हुँदैन गाइस, धेरै खानु हुँदैन, मिठो रहेछ कि यार। फलफुलै मात्रै छ जङ्गलैभरि, मलाई पछाडि के आए जस्तो फिल भइदिएर क्या। ओए दिदी कहाँ हो, म आएँ अब। यस्तो जङ्गलमा सक्दैन बाबा, कहाँ गयो, भाग छ नि भाग, यस्तो जङ्गलमा त भाग छ नि भाग। म डर्सेर बाबा, यस्तो जङ्गल छ मा किरणमा थियो नि, यस्तो जङ्गल छ डर लाग्दैन मा। ओए भाग छ नि भाग, उपर आउनु छ। यो चाहिँ पहिलो खाएको रहेछ। ओए मलाई डर लागिरहेछ, अघि पनि एक्लै थिएन त्यहाँनिर, यहाँ पनि छैन, कोही पनि छैन, म भिडियो बनाउने चक्करमा मलाई डर लाग्यो गाइस। छोरा मान्छे कि डराउने होइन। ओए म खान्छु खाँदै खाँदै बाटो, म डर्थ्यो। यो यसो छाला चाहिँ भित्र गएर टालिँदो रहेछ क्या,
दाना र छाला हुँदो रहेछ अनि सेम गाई चाहिँ पहेँलो पनि त्यही हो क्या नेपालको सेम त्यो नेपालमा चाहिँ पहेँलो हुन्छ रेड खै कस्तो कस्तो भने क्या त्यो ठाउँमा हुन्छ नि आल्सा साल्सा के भन्छ त्यस्तो टाइपको क्या यो चाहिँ गाई चाहिँ बढी खानु हुँदैन खानुपर्छ हरेक कुरा लिमिट खानु पायो भने पनि अलगत्र खानु हुँदैन क्या हेल्थको पनि केयर गर्नुपर्छ किनभने फर्स्ट टाइम खानेकुराहरू फर्स्ट टाइम खाँदाखेरि नि सोचेर बुझेर अलिकति केयर गर्नुपर्छ क्या हेर्नु त सनसेट देखिरहेको छ खाना पाएँ भन्दैमा अलगत्रै खानु हुँदैन क्या ओइ फेरि सुन्दा नि हेरेँ यार मलाई डर लाग्यो है हेर मेरो कुरा कसरी हिँडिरहेको छ खुट्टा सुई 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 कुच्छु यार मलाई डर लाग्यो ए सनी डर लाग्यो म डराएको छैन गाइस म डराएको छैन म यस्तो म कहाँ डराउँछु म डराएको छैन के यस्तो दायाँ माया के हेर्दिनँ म म डराएको छैन म डराएको छैन म छ्या त्यस्तो नआएको जङ्गल के डराउने हो र यस्तो बाघको मुडो जस्तो अनि सब गोरे ए गोरे गोरे हजुर गोरी हजुर गाइस यहाँ चाहिँ पानी रहेछ ठिकै मैले पानी खोजिरहेको थियो अनि गोरे गोरे भन्दा भन्दै म चाहिँ फेरि प्लम्प पाएछु कि चाहिँ प्लम्प रहेछ यो चाहिँ नेपालको आर्ट जस्तै रहेछ क्या अनि मिठो रहेछ अनि मैले खाएँ पनि अनि तपाईँले भिडियो हेर्न सक्नुहुन्छ मैले अघि देखाएको पनि छ भिडियो हेर्नु सर र अनि यहाँ माथि एउटा गोरे गोरे भन्दैछ अघि कि अनि यता सिरुघारी अनि म चाहिँ फाइनली रोडमा आइसकेँ यो चाहिँ हामीले टिपेको एउटा हाँगा चाहिँ मैले भाँचेको अनि हेर्नु त ठ्याक्कै नेपालको सेम हो क्या यो अलिकति सानो यो दाना सानो मात्रै हो तर नेपालकै हो अनि म यो माथि जङ्गलबाट म चाहिँ रोडमा आइसकेँ अनि आज हामी जङ्गलमै इन्जोय गर्नेछौँ हिँड्दै जानेछौँ यहाँ बोटै बोट छ गाइस टन्नै बोट रहेछ अनि एकदम धेरै बोट रहेछ यहाँनिर यहाँ हिँडिरहेको छु बाटोमा यहाँ चाहिँ पानीहरू पनि धारा राखिदिएको रहेछ अनि यो धाराको मुनि थाहा छ एउटा भाँडा पनि राखेको छ डेक्ची म तपाईँले त्यसो रोक्नु है डेक्ची यहाँ हेर्न डेक्ची क्या पुरानो भाँडा क्या हाम्रोमा दिन्छ नि कुकुरहरूलाई खाना यस्तो गाउँतिर अनि थाहा छ रोक्नु गइदिएको छ तपाईँहरूलाई दिदीहरू पर गइसक्नु भयो रोक्नु है गोरे 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 भाग हजुर गोरी यहाँ उयो दिदीहरू गएर मलाई कन्फिडेन्स आएको क्या नत्र एक्लै भएको भए त अब म कहाँ डराउने मान्छे यस्तो डराउने मान्छे होइन नि म सनिम म कहाँ डराउने मान्छे यति ठुलो मुटु छ मेरो तपाईँले नदेखेको मात्रै मेरो मुटु एक दिन म चिरेर देखाउँछु मेरो चिर्नलाई यहाँ चाहिँ के रहेछ उतापट्टि यो चाहिँ ऊ रहेछ क्या यो भन्छ एउटा केही उयो होला क्या यो एउटा फर्निचर टाइपको होला क्या के न के भित्र के बनाउनु होला क्या यहाँनिर काठहरू पनि त लडिरहेको छ नि त त्यहाँ सायद के राख्ने यो एउटा गोदाम जस्तो होला क्या यो चाहिँ होइन अनि गाडी आयो बाटै पऱ्यो यामा यो पहेँलो त बाटै पऱ्यो देख्नुभयो सिस्नु यार
यति धेरै सिस्नु आए आम्मा सुन्नु न सिस्नुको फुल हेर्नु न तपाईँलाई कति धेरै मनपर्छ होला है हामी त किनेर खान्थ्यो यार कति धेरै किनेर खान्थ्यो अनि उता पाहाडतिर गयो भने त पाहाडतिर त टन्नै हुन्छ नि यस्तो यो सिस्नुको फुल छ नि यो फुल यति मिठो हुन्छ अनि एउटा पाँचे पाँचे चुड्छु ल म यो सिस्नुको पातमा आइले बी लेखेर तिम्रो गालामा टास्न मन छ मलाई चाहिँ सुनसान एरियाहरू चाहिँ एकदम पिसफुल लाग्छ क्या ठाउँहरू पनि जस्तो एक्जाम्पल हेर्नु वाउ हेर्नु उमाथि हेर्नु यहाँ एउटा बेन्च रहेछ क्या टक्क त्यहाँ बेन्चमा बसेर होइन टक्क त्यहाँ बेन्चमा बसेर अनि सनसेट हेर्दै होइन कस्तो मजा हुन्थ्यो होला क्या त्यहाँ हेर्दा यहाँ कस्तो राम्रो बेन्च रहेछ जानै मन लाग्यो गाइस त्यो बेन्चमा बसेर अनि म तपाईँलाई देखाउँछु रुक्नु है त त्यो बेन्चमा कहाँबाट जान्छ कस्तो राम्रो बेन्च रहेछ क्या तर जङ्गलको फेदमा चाहिँ है मलाई डर लाग्छ दिदीहरू पर गइसक्नु भयो ए किन सनिम किन डर लाग्छ भनेको डर लाग्छ भनेर हुँदैन नि अरे वाउ तपाईँहरू गाइस इमेजिन गर्नु न कस्तो राम्रो काठको बनाएर छ क्या टक्क हेर्नु है चट्ट बसेर नि सनसेट हेर्दै होइन उपर पुगिसक्नु भयो क्या दिदीहरू अनि हेर्नु ल एक्जाम्पल वाह टक्कै ठक्क सनसेट हेर्दै होइन आफ्नो माइले जोडीसँग यसो राखेर है माया कस्तो क्युट देख्यौ क्या तिमी नि लभ यु लभ यु तिमी सधैँ यसरी नै बस्नु ल सधैँ यसरी नै राम्रै भएर बस्नु मलाई धेरै माया गर्नु त्यो जुन छ नि त्यो जुन भन्न आएछ त्यो घाम डुब्नु लागिरहेछ नि त्यो घाम जस्तै डायलग के बोले भाइ के बोले के जथाभावी बोले सधैँभरि म तिम्रो साथमा हुनेछु चाहे दुःखमा चाहे सुखमा सधैँ तिम्रो साथमै हुनेछु बस तिमी मेरो हात थाम्नु मेरो हरेक दुःखमा साथ दिनु है तिमी खुसी भए मेरो लागि त्यो नै काफी हुनेछ म बाँच्नको लागि आई रियली लभ यु माया डायलग सक्यो ओइ गाइस अब चाहिँ डायलग सक्यो मेरो मायालाई छोडेर जाँदैछु बस ल माया गोरे त भन्दैन नि फेरि यताबाट भित्ताबाट ओइ ल तिनीहरू कहाँ पुगे गाइस ओइ running guys running running ऊपर यस्तो भित्तामा बसेर चाहिँ म एक्लै गाइस आम्मामा यता भाग्दैछु गाइस म गोरे नि पछाडि आउँदैछ गोरे नि दिदीहरू उपर हुनुहुन्छ है अनि म चाहिँ त्यस्तो सुनसान जग्गामा होइन उपर यहाँ बसिरहेको थिएँ म साँच्चीकै त्यो बसेको बेला होइन हेर्नु त्यस्तो जङ्गलको फेदमा यति अझै दिदीहरू उपर हुनुहुन्छ होइन म चाहिँ यहाँ छु अनि म त यस्तो जङ्गलको बिचमा हेरेर साँच्चीकै माथि जङ्गलबाट आएर सनिम भनेमा के हुन्थ्यो भाग केटा भाग किन भाग्ने हो र भाग्दिनँ म बाघको मुटुसम्म छ बाघको मुटु गोरे न सोरे के को गोरेको मै जङ्गलकै छेउमा छु यो जङ्गल उही नजिक यो जङ्गल बाघको मुटु यो सासबाट होइन है यो खासै यो सास बढेको होइन है यो हावा बजेको क्या हावा सास बढायो होइन यो के हो सास भनेको सास हो र यस्तो सासै होइन नि म डराएको छैन गाइस म डराएको छैन अब पनि डराएको छैन
ओके गाइस म डराएको छैन है आजको भिडियो म अब यिनै एन्ड गर्छु रात पनि पर्छ कि अब म घर पनि आइपुगेको त्यही हो म डराएको छैन अनि सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गर्नु होला अनि अब हामी फेरि पनि नेक्स्ट ब्लगमा भेट्नेछौँ टेक केयर गाइस बाई बाई